भाग्यमानी हुनु, सोचेको चित्ताको सबै पुगोस्। बाउ आमालाई धेरै दुःख नदिनु, धेरै कमाएर ल्याउनु। यो गीत चाहिँ विदेशिनु भएका हर दाजुभाइहरूको लागि जसले आफ्नो गाउँघरमा आमा र बिहे गरेर श्रीमतीलाई छोडेर विदेशिनु भएको छ। सो डेडिकेटेड सङ टु मदर एन्ड वाइफ। You are insane, Sudan. जाँदैछु म नौ डाँडा काटी मेरो आत्मा मन मुटु तिमीसँगै छाडी हाम्रो हरे यादहरू सम्झनामा राखी मन जलाई जलाई दुखी हुँदै जाँदैछु म तिमीबाट टाढी। अहिलेलाई लागे म तिमीबाट टाढेर तिमीलाई एक्लै छाडेर, तर आउँछु छुट्टी हुँदा तिमीलाई भेट्न। मेरो यता ठिकै छ, सानो बरु भन तिम्रो उता के छ। जानै पर्यो रेलो चढी खेल्नु पर्यो, जिन्दगीले खेलाको यो खेल पनि नजान त हुन्थ्यो, तर आर्थिक अवस्थामा कमजोर छ हामी बसेको यो देश छ। त्यसैले लागे म धन कमाउन, अब यस्तै रहेछ जिन्दगी, सानो के गर्नु 40 कटेपछि रमाउन। मुगलान जाने रहर मलाई पनि थिएन, बाध्यताले गर्दा जानु पर्यो, किनकि बाँच्नलाई त खानु पर्यो। सधैँ ख्याल राख्नु मेरो पिर नल्याउ तिमी, म त यता सधैँ सन्चै हुन्छु तिमीले दिएको माया र आउने तिम्रो सम्झनाले। बरु यो प्रकृतिलाई धेरै आँसु नदेऊ तिमी, आफू कमजोर नबन, म सधैँ तिम्रै साथमा हुन्छु। अनि तिमी मसँग मुस्कुराई बाँच्नुपर्छ सानो अब लभन। यस्तै दुःख पिर भएर त बाँच्ने तरिकालाई जिन्दगी भनिएको, गरी खानलाई त मानवको मन मस्तिष्क अनि दुईटा हात बनिएको। आफ्नो देशमा केही नभएर त धेरै युवाहरू विदेशतिर छरिएको, ती मध्ये म पनि एउटा परे तिमीलाई छाडी टाढा गए। तर हेरिराख्नु मेरो बाटो, आउँछु म फर्केर सानो तिमीलाई सम्झेर। तिमीले मात्र आँसु बगाए कि होइन सानो मनी कहाँ कम थिएर।